नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psbnepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार राधा कार्की। कवि कार्की विशेष गरी कविता लेखनका साथसाथै बाल साहित्यमा कलम चलाउनुहुन्छ। यसका साथै उहाँ गीतकार पनि हुनुहुन्छ। उहाँका प्रकाशित कृतिहरूमा संवाहक लघुकथा संग्रह विक्रम सम्वत 2070 सालमा प्रथम संस्करण प्रकाशित भएको थियो भने त्यसको दोस्रो संस्करण विक्रम सम्वत 2071 सालमा प्रकाशित भएको थियो। यसका साथै उहाँको बालकथा संग्रह विक्रम सम्वत 2075 सालमा पप्पी र पट्टु प्रकाशित भएको थियो। यसका साथै उहाँको कविता संग्रह विक्रम सम्वत 2078 सालमा शाश्वत आकृति नामक कविता संग्रह पनि प्रकाशित भइसकेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ, साथसाथै बाल कथाले बालबालिकालाई कसरी प्रभावित पार्न सक्छ अथवा बनाउँछ भन्ने विषयमा र बाल मनोविज्ञानका साहित्य सिर्जना गर्दै गर्दा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई हामी प्राथमिकताका साथ आजको कुराकानीमा उठाउने छौं। साथै उहाँका केही रचना सुनाउने पनि छौं। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार कार्कीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा। नमस्कार, धन्यवाद। हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौं। विशेष गरी तपाईको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, एकपटक विगतलाई सम्झौं न। मेरो घर चाहिँ इलाम हो। इलामबाट म काठमाडौँ आउने क्रममा कामको सिलसिलामा म नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा काम सुरु गर्न थालेको थिएँ। त्यहाँ चाहिँ फुर्सदको समयमा पुराना पुस्तकहरू पढ्ने सिलसिलामा चाहिँ उत्तम नेपाली भन्ने एकजना वरिष्ठ कलाकार हुनुहुन्थ्यो। उहाँले चाहिँ ल तिमी पढ्दो रहेछौ, लेख्ने पनि कोसिस गर भन्नुभयो। त्यसपछि म निरन्तर साहित्य साधना लेखनमा लागिरहेको छु 2052 सालदेखि नै। प्रेरणा चाहिँ उत्तम नेपाली सरको भन्नु पर्यो। त्यसमा पनि कुनै खास घटना या कुनै त्यस्तो सन्दर्भ छ जसले गर्दा तपाईको साहित्य लेखन चाहिँ या लेखन यात्रा अगाडि बढेको त्यस्तो कुनै सम्झनायोग्य घटनाहरू पनि छ? होइन, जब उत्तम नेपाली सरले तिमी पढ्दो रहेछौ भनेर उहाँले चाहिँ दुईटा पुस्तक मलाई ल्याइदिनु भयो, एउटा गीत संग्रह र एउटा कविता संग्रह। त्यो पढेपछि चाहिँ मलाई लाग्यो यो साहित्यमा चाहिँ समय बोल्दो रहेछ, साहित्यद्वारा चाहिँ समाजमा भएका विकृति विसङ्गतिहरूप्रति औँला ठड्याउन पनि पाइने रहेछ, साहित्य लेख्नुपर्ने रहेछ भन्ने एक किसिमको प्रेरणा भयो। र त्यही समयमा चाहिँ त्यस समय चाहिँ देशमा चाहिँ यो माओवादी द्वन्द राष्ट्रमा भइरहेको त्यो द्वन्द्वको पीडा सबै मानिसमा थियो। त्यो मलाई पनि पीडा नै थियो। त्यो बेला विभिन्न पत्र पत्रिकाहरू समाचारहरू छापामा हामीले घटनाहरू देख्दाखेरि अनि आफूलाई पिरोल्न थाल्यो विषयले। त्यस बेला चाहिँ यस्तो किन भइरहेछ भन्ने कुराहरू अनि लेख्न थालेँ। लेखेपछि केही मन हल्लुको हुँदो रहेछ। त्यस पछाडिदेखि म निरन्तर अनि लेख्न थालेँ। यो कविता लेखनको कुरा गर्दाखेरि विशेष गरी कवितामा बढी व्यक्तिगत पीडा जन्मिँदो रहेछ या सामाजिक यथार्थले बढी प्राथमिकता पाउँदो रहेछ त कविता लेखनको क्रममा चाहिँ कस्तो पाउनु भएको छ? सुरुमा त केही अलिअलि चाहिँ अलिकति रहरले पनि लेखियो कविताहरू, आफ्नो मनमा लागेका केही दुई चारवटा त कविता लेखियो पनि। तर पछि चाहिँ विषयले चिमोटेपछि, कुनै पनि विषयले चिमोटेपछि चाहिँ अनि त्यो नलेखिकन चाहिँ शान्त नरहँदो रहेछ मन। त्यसकारण पनि कविता लेखिन्छ। हजुर, त्यसमा त्यो कविता लेख्दै गर्दाखेरि अहिले अब पछिल्लो समय हामी समावेशी
पारदर्शिताको कुरा गर्छौँ, सह-अस्तित्वको कुरा गर्छौँ, महिला सहभागिताको कुरा पनि गर्छौँ। यो विशेष गरी कविता लेखन गर्दै गर्दा एकजना सर्जकले त्यस्ता मुद्दाहरूलाई उठान गर्दै गर्दाखेरि त्यो मुद्दा अगाडि बढाउनलाई तपाईँ आफै सर्जक हुँदै गर्दाखेरि कसरी त्यस्ता मुद्दाहरू अगाडि बढाइराख्नु भएको छ आफ्नो सिर्जना मार्फत, त्यसबारे पनि केही बताइदिनुहोस् न। ठिक छ, धन्यवाद सर। यो जस्तो हजुरले अहिले भनिरहेको विषय र मलाई पनि पिरोलेको विषय अब केही वर्ष अगाडि चाहिँ एकदमै महिला बालबालिकाहरूमा हत्या, हिंसा, बलात्कारहरू भए त्यो विषयले चिमर्दाखेरि चाहिँ मैले एउटा कविता लेखेको थिएँ। त्यो कविताबाट म हजुरलाई सुनाउन चाहन्छु। हुन्छ, वाचन गर्नु भए हुन्छ। शीर्षक छ कान्छीको समवेदना। कैयौँचोटि सलबल आए कान्छीमाथि आक्षेपका कोर्राहरू, विभेदका सुलहरू हिनिनाए ऊ पटक पटक लुछिरही आफन्तहरूबाटै निचतापूर्वक। उसले आफ्नो चौबन्दी जोगाउन यावत प्रयत्न गरी रेशमी कपडा ओढ्नेहरूलाई के थाहा चौबन्दीको इज्जत कति छ। निरन्तर खटिरही ऊ आफ्नै जिन्दगीको एक्लो बारीमा। मानव अधिकारको बोटै मुनि कसैले सुनेन उसको जीवनको चित्कार। मौन छ सारा लोक टोडी खेलको मौन शालिक छै। आजकल लाग्न थालेको छ कान्छीलाई सल्काउनु पर्छ डडेलो ती कुरूपता ओढेका दृष्टिहरूमा। सल्काउनु पर्छ डडेलो ती कुरूपता ओढेका दृष्टिहरूमा। कविता भर्खरै वाचन गर्नुभयो र यसले समाजमा कस्तो प्रवृत्ति हावी भइरहेको छ र महिलाहरूले कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्देश बोकेको कविता भर्खरै वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब थोरै कुरा गरौँ समग्र नेपाली कविता लेखनको अवस्था कस्तो छ भन्ने विषयमा थोरै कुरा गरौँ, त्यसपछि हामी बाल साहित्यतर्फ पनि अगाडि बढ्छौँ। सँगसँगै तपाईँका गीत लेखनको बारेमा पनि हामी चर्चा गर्ने नै छौँ। यसमा पछिल्लो प्रविधिको विकास जुन भइरहेको छ त्यो प्रविधिले कुनै पनि सिर्जना भनौँ स्रष्टाले गरेको सिर्जनालाई कतै फितलो बनाउँदै पनि लगेको हो, या यो प्रविधिको जुन प्रयोग भइरहेको छ त्यसले एकजना सर्जकलाई आफ्नो सिर्जना झन फैलाउन या विश्वव्यापीकरणमा सहयोगी भूमिका खेलिरहेको छ। सर्जकको हिसाबले हेर्दा के भन्नुहुन्छ? किनभने पछिल्लो समय त पहुँचको हिसाबले हेर्दा सर्जकले आफ्नो सिर्जना सहजै पाठक, दर्शक या श्रोतामाझ पुर्याउन सक्ने आफ्नो प्लेटफर्महरू बनिरहेका छन्। त्यसले गर्दा मिडिया नै धाउनु पर्ने या सञ्चार जगतमै पुग्नुपर्ने अवस्था छैन। होइन, यो मलाई ठिकै लाग्छ। यो अहिले पहिला जस्तो अहिले हजुरले भने जस्तै यो समाजमा आफूले लेखेका आफ्नो विषयहरू इस्युहरू उठाउनलाई यो अहिले विभिन्न मिडियाहरू फेसबुक भनौँ, टिकटक, इन्स्टाग्रामहरूले चाहिँ सहयोग पुर्याइरहेको छ। यदि आफूले राम्रो प्रस्तुति दिने हो भने त्यहाँ थुप्रै वरिष्ठ व्यक्तित्वहरूले पनि हेरिरहेको अनि संसारभरि पनि गइरहेको घचघचिरहेको जस्तो लाग्छ। त्यसकारण यो अहिले मिडियालाई हामी मिसयुज नगरिकन हामीले राम्ररी पाएँ भन्दैमा अलि नचाहिँदो कुराहरू प्रयोग नगरिकन शिष्ट हिसाबले आफ्नो विचारहरू संसार सामु राख्न सकिन्छ। जस्तो अहिले संसार के भइरहेछ बुझ्न सकिन्छ। त्यसकारण पनि यसलाई चाहिँ हामीले चाहिँ राम्रो सोच राखेर राम्रो दृष्टिले नै अगाडि बढाउनुपर्छ। र हामी साहित्य कर्मीहरू अथवा कलाकर्मीहरूले त अझ यो चाहिँ एउटा प्लेटफर्मको रूपमा भनौँ न एउटा मौकाको रूपमा पनि हामीले चाहिँ पाइरहेका छौँ र यसलाई चाहिँ हामीले सदुपयोग गर्नुपर्छ भन्ने लाग्छ मलाई। हजुर, यो सँगसँगै अब हामी केही कुरा गरौँ तपाईँको लघुकथा लेखनका विषयमा थोरै चर्चा गरौँ, त्यसपछि हामी बाल साहित्यमा आउँछौँ। यो लघुकथा लेख्दै गर्दा तपाईँले एउटा मात्रै होइन एउटै कृतिलाई दुईटा संस्करणमा लेखिसक्नु भएको छ, विशेष गरी संवाहक लघुकथा। यो यसको बारेमा थोरै केही बताइदिनुहोस् न। यो मैले 2052 सालदेखि कविता लेखे पनि यो लघुकथामा चाहिँ छोटो कुरामै छोटो सिर्जनामै हामीले चाहिँ व्यथिति विसङ्गति विरुद्ध चाहिँ औँला ठड्याउन पाउने अवस्था भएकोले गर्दाखेरि चाहिँ मैले चाहिँ एकदम समाजमा भएको व्यथिति विरुद्ध चाहिँ भएका परिघटनाहरूलाई लिएर चाहिँ बढी लेख्ने कोसिस गरेको छु। त्यसकारण पनि मैले लघुकथा सङ्ग्रह मैले पहिला निकालेँ। अलिकति थोरै हतार भयो कि कतै परिमार्जित पुगेन कि अथवा शीर्षकमा अलिकति केही कमजोरी भयो कि भनेर फेरि मैले पहिलो 2070 मा निकालिसकेको संवाहक लघुकथा सङ्ग्रहलाई फेरि पल्टाएर हेरेँ। आफैलाई हेर्नुपर्छ भन्ने सम्झेर मैले फेरि त्यो लघुकथाहरू फेरि मैले 2-3 पटक पढ्दाखेरि चाहिँ केही कमजोरी मबाट भयो कि कतै भन्ने लागेर मैले शीर्षकहरू र परिमार्जित सही केही हटाउनु पर्ने उस्तै पर्न गएका कथाहरूलाई हटाएर र अरू केही नयाँ कथाहरू थपेर दोस्रोमा 67 वटा कथाहरू राखेर पहिला 64 वटा थिए अनि
त्यसलाई अझ निखार गरेर अनि 67वटा चाहिँ 2071 सालमा निकाले सम्वाद लघुकथा सङ्ग्रह। यसमा चाहिँ सिङ्गो एउटा जीवन छ भनौँ न, मैले बाँचेको बाल्यकालदेखि लिएर द्वन्द्वकालसम्मको, यो चाहिँ 70 सालमा त धङधङमै थियौँ हो, त्यो सम्मको समयको चाहिँ मैले समेटेर लेख्ने कोसिस गरेको छु। यो कथा लेखन गर्दै गर्दा र लघुकथा लेखन गर्दाखेरि छोटो कथाभित्र पनि अथवा छोटो संरचनामा धेरै कुरा समेट्नुपर्ने हुँदाखेरि लघुकथा लेखन कतिको चुनौतीपूर्ण पाउनु भएको छ तपाईँले, या त्यो सहजै हो, खासै फरक पर्दैन? कस्तो संरचनागत हिसाबले भन्नु पर्दाखेरि चाहिँ? होइन, लघुकथा चाहिँ अब बिना वाक्य बिना भूमिका कुनै पनि विषयलाई तात्कालिक सम्प्रेषण हुने गरी व्यङ्ग्यात्मक सटिक रूपमा व्यक्त गर्न सकिने कथालाई नै लघुकथा भनिन्छ होइन। त्यसमा पहिला सुरुमा उठान हुनु पर्यो, बिचमा त्यो अलिकति कुरा आउनु पर्यो, र अन्तिममा चाहिँ सौन्दर्य भनेको चाहिँ अब व्यङ्ग्यात्मक हो भनिन्छ लघुकथामा चाहिँ। त्यस कारणले पनि लघुकथा लेख्न पनि सजिलो चाहिँ छैन, मेहनत चाहिँ गर्नुपर्छ। कथा भनेको कथाको आफ्नै प्लट हुन्छ, लघुकथाको आफ्नै हुन्छ, फरक नै हुन्छ। हजुर, अब फेरि एउटा हामी रचना सुन्नतर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ, त्यसपछि हामी फेरि संवादमा फर्किनेछौँ। यो हामीले भर्खरै माता तीर्थ औँसी मनाइरहेका छौँ। हामीले भर्खरै केही हप्ता दिन पनि भएको छैन, केही दिन अगाडि। त्यसकारण म यो सम्पूर्ण आमाहरूमा समर्पण गरेर यो कविता सुनाउन चाहन्छु। शीर्षक छ न्याय मरेपछि। एका बिहानै एउटा आवाज आयो, ऐया मरे मरे यसले दुःख पाउने भई। थुप्रै स्वरहरूले एकैसाथ भने, हामी छौँ नि। बिस्तारै बिस्तारै उनको आवाज पनि मन्द मन्द हुँदै गयो र चिर निन्द्रामा अस्तायो सधैँका लागि। जीवनको डोरी च्वाट्टै चुटिएपछि झ्याप्पै निभ्यो ममताको दियालो। हृदयको चापसँगै घडीको सुई द्रुत गतिमा चलिरह्यो। म सोचिरहन्थे कसरी भित्रिन्छ होला उमेरको बारीमा वैशालु बसन्त। जब आए माली फक्रिएको फुल टिप्न, तब समयले उठायो थुप्रै असमान सवालहरू। मैले चाहिन ती निरर्थक सवालहरूको उत्तर दिन, किनकि मलाई त अर्थपूर्ण जीवन जिउनु थियो। व्यस्त सहरका गल्लीहरूमा म समयसँगै निरन्तर दौडिरहे। खुड्किलाका श्रेणीमा केही खुड्किला मात्र के चढेकी थिए। अकस्मात ढल्यो सम्मानको भर्याङ पनि। ठिक त्यसै बेला मेरा प्रियजनहरू मेरै रगत मासुको भागभण्डा लगाइरहेका थिए। न्याय मरेपछि शक्तिको खेल चल्दो रहेछ। साँच्चै कठिन हुँदो रहेछ आमा खोक्रो अस्थिपञ्जर टिकाइ राख्न। साँच्चै कठिन हुँदो रहेछ आमा खोक्रो अस्थिपञ्जर टिकाइ राख्न। यो कविता चाहिँ मैले बाल्यकालमा, मेरो सानै उमेरमा मेरो आमा बित्नु भएको मलाई अलिअलि थाहा छ। त्यो राभा सिकेँ त्यो बेलादेखि लिएर अहिलेसम्मको जीवन एउटा हामी आडम्बर, एउटा खोक्रो, हामीमा जुन किसिमको एउटा सद्भाव प्रेम हुनुपर्ने त्यो चाहिँ नपुगेको हो कि हामी हिँडिरहेछौँ गरिरहेछौँ, तर हामीमा एउटा आत्मीयता सद्भाव त्यो किसिमको एउटा प्रेम त्यो कमजोरी भएको हो कि नपुगे जस्तो खल्लो एउटा अनुभूति हुन्छ। त्यसकारण मैले यो सिङ्गो जीवन यो यसरी कविता मार्फत पनि मेरो आमालाई मैले मेरो यो बाल्यकालको आमा मर्दाको समय, अनि म जब उमेरमा गएँ त्यस पछाडि म सहर पसेँ र अहिलेको मेरो जीवन भनेर 4 पाठमा यो मैले आमासँग एउटा संवाद जस्तो भनौँ न, मेरो गइसकेको एउटा आमालाई श्रद्धाञ्जलीको रूपमा मैले आमालाई यो लेखेको यो कविता हो। साहित्य भनेको यस्तो एउटा मिठास हुने, एउटा एक किसिमको भनौँ न एउटा सिङ्गो जीवन पनि एक पानामा पोख्न सकिने विषय भएकोले गर्दा साहित्य एकदमै मलाई चाहिँ मनपर्ने कारण पनि त्यो हो। हजुर, भर्खरै आमासँग सम्बन्धित या आमालाई सम्झना स्वरूप आफ्ना भावनाहरू व्यक्त गर्दै कविता वाचन गर्नुभयो। अब हामी संवादमै फर्किन्छौँ र अब कुरा गर्छौँ बाल साहित्यको बारेमा। विशेष गरी तपाईँले विक्रम सम्वत 2075 सालमा पप्पी र पट्टु नामक बाल कथा सङ्ग्रह प्रकाशित गर्नुभएको छ। यो शीर्षक सँगसँगै यसभित्र भएका कस्ता खालका कथाहरूलाई चाहिँ बाल कथाको रूपमा समावेश गर्नुभएको छ, पहिला त्यही कुरालाई हामी चर्चा गरौँ। त्यसपछि बाल साहित्यले पार्ने प्रभावको बारेमा पनि हामी थोरै चर्चा गर्नेछौँ। यो शीर्षक सँगसँगै यसभित्र भएका कथाको बारेमा थोरै बताइदिनुहोस् न। अब यो चाहिँ मैले जस्तो अघि भनिसकेँ, कविताहरू कथाहरू लेख्दै जाने क्रममा अब मेरो जिम्मेवार के हो त, मैले समाजलाई के दिनुपर्छ त भन्ने किसिमको एउटा सोच आयो। त्यो बेला चाहिँ मैले बाटोघाटो हिँड्दाखेरि भाइ बहिनीहरूले अनेक किसिमका घटनाहरू बिहोरिरहेको पनि त समाजमा अहिले व्याप्त छन्। त्यसैले पनि मैले बालबालिकाको लागि पनि केही गर्नुपर्छ लेख्नुपर्छ भन्ने सोच मनमा आयो। अनि त्यसकारण चाहिँ मैले चाहिँ मनमा अनेक प्रकारका कल्पना खेल्दा घर गाउँ समाजमा बालबालिकाको मन मस्तिष्कमा उठेका विषय, प्रत्यक्ष परोक्ष अनुभव र मनमा उत्पन्न बाल मनोविज्ञानले चिमुट्ने क्रममा लेखिएका कथाहरू जम्मा 13वटा कथाहरू छन्। अनि यसमा चाहिँ पप्पी र पट्टु भने जुन शीर्षकको कुरा गर्नु
गर्नुभयो हजुरले। त्यसमा चाहिँ पप्पी र पट्टु भनेको चाहिँ यो जुन कुकुरहरू साना साना बच्चाहरू आमाको दुध खाँदा खाँदै छुट्याएर उनीहरूलाई लगिएको हुन्छ, त्यस्तो अवस्थामा चाहिँ यसरी गर्नु हुँदैन। उनीहरूले त्यो हामी जसरी हाम्रो बच्चाहरूलाई दुध खुवाउँछौँ त्यस्तै उनीहरूको पनि त्यस्तो धेरै दुधे बालक त्यो बच्चाहरू कुकुरका पनि छाउराहरूलाई नछुटाउँ, यो नगरौँ भन्ने हिसाबले चाहिँ मैले पप्पी र पट्टु चाहिँ त्यो किसिमको एउटा पप्पी भनेको चाहिँ एउटा कुकुर छ त्यो कथामा, र पट्टु भनेको चाहिँ एउटा सुगालाई पनि हामीले चाहिँ आफ्नो खुसीको लागि बोल बोल भन्दै जबरजस्ती पिञ्जडाभित्र राख्छौँ नि हामी, त्यो चाहिँ मलाई एकदमै दुःख लाग्छ। त्यो गर्नु हुँदैन। सबै जीव प्राणीहरूले चाहिँ स्वतन्त्र रूपले बाँच्न पाउने अधिकार हो। त्यसलाई चाहिँ हामीले चाहिँ हाम्रो एउटा लालसा एउटा खुसी हुने बहानामा चाहिँ हामीले उनीहरूलाई कैद गर्नु हुँदैन भन्ने मलाई लाग्छ। जस्तो हिजोको एउटा प्रसङ्ग अब आज हामी कुरा गर्दैछौँ, हिजो एउटा प्रसङ्ग समाचारमा मैले सुनेको थिएँ, त्यो चौरीहरूको चाहिँ त्यो आलो रगत खायो भने हामी निरोगी हुन्छौँ। यस्तो किसिमको हाम्रो मनोवैज्ञानिक छ, हामी कहिले सुध्रिनुलाई यसरी कसैको रगत खाएर हामी बलियो हुने होइन। हामीले हाम्रो शरीरको आफै विचार पुर्याउने हो, हामीमा कमजोरी के छ, मैले के खानुपर्छ, भएका अरू पनि त फलफुलहरू खान सकिन्छ, खानाबाट लिन सकिन्छ। आलो रगत त्यहीँबाट त्यहीँ लिने एकदम महँगो दाममा त्यस्तो किसिमको चाहिँ रोकिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ, दुःख लाग्छ यो। विशेष गरी प्राणी जगत र त्यसमा पनि जनावर या चराचुरुङ्गी जीवात्मा जुनसुकै जीवलाई पनि हानि गर्नु हुँदैन र त्यसलाई प्रेम गर्नुपर्छ भन्ने भावका कथाहरू समावेश गरेको छु भन्नुभयो। यो सँगसँगै बालबालिकाहरू एक हिसाबले आफैमा संवेदनशील हुन्छन्। उनीहरूलाई चाहेको या उनीहरूले इच्छाएको कुरा पूरा भएन भने उनीहरू आफै त्यो मनोवैज्ञानिक हिसाबले पनि परिवर्तित हुँदै जाने र त्यसको असर दीर्घकालसम्म पनि देखिने हुन सक्छ। यसमा बाल साहित्यले या सृजनात्मक कार्यहरूले त्यो बालबालिकालाई एउटा सही ट्र्याकमा ल्याउन र असल नागरिक बन्नको लागि कस्तो भूमिका खेल्दो रहेछ, या तपाईँको लेखन गर्दै गर्दाखेरि कस्ता विषय चाहिँ जोड दिनुपर्छ है भन्ने तपाईँले समावेश गर्नुभएको छ आफ्नो लेखन यात्रामा? होइन, अब यो एक नम्बरमा त हाम्रो अब सबैभन्दा परिवारै हो होइन। बालबालिकालाई अघि जन्मने बित्तिकै बच्चाहरूलाई यो गर्नुहुन्छ यो गर्नुहुन्न हामी आमाद्वारै परिवारबाटै सिकाइन्छ, त्यस पछाडि गएर समाजबाट हुन्छ, त्यस पछाडि गएर अब गुरुहरू उनीहरू शिक्षाबाट लिने हुन्। यो मैले चाहिँ 13वटा कथामा चाहिँ एउटा विवेकको माया भन्ने छ। यो विवेकको माया चाहिँ कस्तो छ भन्नुहुन्छ भने, सानो बालक चाहिँ अस्पताल गएको हुन्छ ऊ बिरामी भएर, त्यो अस्पतालमा चाहिँ उसको अपरेसन गर्नुपर्छ भनेर सबै तयारी गरेको हुन्छ, तर उसको चाहिँ अपरेसन गर्नु परेन र सँगै छेउमा रहेको एउटी बच्ची, त्यो बेला चाहिँ जुन बेला मैले कथा मेरो मनमा उठेको त्यो बेला चाहिँ एड्सको अलिक ऊ थियो, महामारी जस्तो थियो। यो निकै वर्ष अगाडि लेखिएको कथा हो। त्यसमा चाहिँ त्यो बच्चालाई हेर्ने दृष्टिकोण त्यहाँको स्वयंसेविकाहरूबाट पनि अलिकति पर हुने अनि अलिकति राम्रो नहुने। तिम्रो उहाँको गार्जेन पनि आएको थिएन, त्यो बच्चाको गार्जेन आमा छोरी थिए उनीहरू, गार्जेन पनि आएको थिएन। उनीहरूलाई मलम किन्नेसम्म पनि उनीहरूसँग पैसा अलिकति अभाव जस्तो थियो, उनीहरू खान्थे खाँदैन थियो, त्यो पनि अभाव देखिन्थ्यो। त्यसकारण चाहिँ त्यो विवेकले चाहिँ अन्तिममा डिस्चार्ज गर्ने बेलामा चाहिँ मेरो अपरेसन गर्नु परेन बाबा, यो पैसा चाहिँ त्यो बहिनीलाई दिउँ भनेर चाहिँ उसले पैसा मुठीमा लिएर बच्चालाई कुरिरहेको हुन्छ होइन। त्यसरी त्यो कथा लेख्दा चाहिँ के हुन्छ भने पछि अर्को बच्चाले पढ्यो यदि त्यो कथा विवेकको माया कथा यदि पढ्यो भने चाहिँ उसको मनमा पनि हामीले पनि अरूलाई गर्नुपर्छ, हाम्रा साथीहरूलाई हाम्रो भाइ बहिनीहरूलाई भन्ने किसिमको प्रेरणा जाओस् भन्ने हिसाबले मैले त्यो विवेकको माया कथा चाहिँ लेखेको। यो निकै यसले प्रशंसा पनि पायो र त्यसरी हामीले लेखनद्वारा चाहिँ भाइ बहिनीहरूलाई चाहिँ प्रेरणा दिने खालका कथाहरू लेख्नुपर्छ भन्ने लाग्छ। अर्को रानी मौरीको जुक्ति भनेको छ। अब अझै पनि कहीँ गाडीबाट हिँड्दा पनि देखिन्छ ठाउँ ठाउँमा चाहिँ त्यो मौरीको घारहरू राखेको जङ्गलतिर, अनि पछि अझै पनि आगो लाएर निकालिन्छ भन्ने सुनिन्छ। त्यो दुःखद घटना हो होइन। उनीहरूले कति गरेर थोपा गरेर गरेको हुन्छ, तिनलाई प्राविधिकबाट निकाल्नु भन्ने किसिमको एउटा रानी माउरीको चाहिँ एउटा आमसभा जस्तो गराएर उनले चाहिँ भनेको हुन्छन्, चेतनशील मान्छेहरू किन हामीलाई यसरी मारिरहेका छन्, अझै पनि केही व्यक्तिहरूले हामीलाई चाहिँ अप्ठ्यारोमा पारेका छन् भन्ने किसिमको एउटा यो कथा छ। अनि यो कमलको सपना भनेको चाहिँ यो द्वन्द्वले चाहिँ निम्ताएको बच्चाहरू चाहिँ कसरी चाहिँ सहरमा चाहिँ स्ट्रगल गरेर पढिरहेका छन्, यो चाहिँ सफल एउटा बालकको कथा छ। अनि पछुतो भनेको कुनै पनि काम गर्दाखेरि पछुतो नहुने किसिमले गर्नुपर्छ भन्ने, जस्तो पप्पु र पट्टु भन्ने अघि हामीले शीर्षक राख्यौँ, यो पनि त्यही हो। कुकुर र सुगाको रामेको सपना भन्ने यो चाहिँ यो घरायसी बालबालिकाहरूलाई चाहिँ बच्चाको साथी हुन्छ भनेर ल्याएर उनीहरूलाई चाहिँ हामीले कसरी दमन गरिरहेका छौँ, त्यो किसिमको त्यो गर्नु हुँदैन भन्ने किसिमको, अथवा त्यो बच्चालाई मैले प्रतिकार गर्नुपर्छ, त्यस्तो साह्रै अन्याय भयो भने भइगयो म घर जान्छ भन्न सक्नुपर्छ बच्चाहरूले पनि भन्ने किसिमको। अनि समझदारी, जीवा र बुनु, बुद्धिमती, करुणा, असल मान्छे, साहसी गायत्री। यो साहसी गायत्री भन्ने चाहिँ म बाटो हिँडिरहेको बेलामा एउटा पसलेले
उसले चाहिँ अगाडि उभ्याएर एउटा बच्चालाई पिटिरहेको थियो, किन पिट्नु भएको भनेर मैले सोद्धाखेरि तपाईँ बाटो हिँड्ने मान्छे हिँडेर जानुहोस्, मैले यो चोरलाई पिटेँ भनेर चाहिँ उसले ठुल्ठुलो स्वरले अझ पिटिरहेको थियो। अनि त्यस बेला चाहिँ मैले चाहिँ यस्तो गर्नु हुँदैन तपाईँले, यहाँ चाहिँ बरु पुलिस तपाईँलाई त्यस्तै लाग्छ भने पुलिसलाई जिम्मा दिनुहोस् भनेर एउटा प्रतीकात्मक। अनि अर्को बच्चालाई यसरी तपाईँले पिट्ने अधिकार छैन यहाँ भनेर एउटा मानव अधिकारको पनि एउटा ज्ञान हुनुपर्छ बच्चा बच्चीमा पनि भन्ने किसिमको चाहिँ हिसाबले चाहिँ यस्तो नचाहिँदो काम नगर्नुहोस् भनेर त्यहाँ चाहिँ पसलेसँगै उनको चाहिँ संवादबाट छुटाएर चाहिँ उनले चाहिँ त्यहाँबाट डिस्कस गरेर छुटाएर माफी मगाएर बच्चालाई घरसम्म पुर्याउँछिन्। त्यो बच्चा वास्तवमा चुर थिएन, उसले आमा पर्खेको थियो, एउटा मजदुरको छोरा थियो त्यो। उनी गाडी चढेर गइहाल्यो नि, बच्चो पछ्याउँदै आयो, उनलाई थाहा भएन। अनि पछि उसले चोर भनेर उसले आमा पर्खेको हुन्छ के पसल अगाडि बसेर, तर पसलेलाई के लाग्यो भने यो चोर नआइरहेको छ। अनि त्यस कारण यस्ता घटनाहरूबाट पनि कोही पनि नमिठो भोग्नु नपरोस्, दुःख पाउनु नपरोस् भनेर। जस्तो यो औषधिहरूको बारेमा पनि हामीले सुरतको सावधानी भन्ने कथामा चाहिँ बच्चा बच्चीहरूलाई त्यो अहिले यो डिप्रेसनको एउटा त्यो रिङ्गटा लाग्ने बिरामीहरूको औषधिहरू चाहिँ एकदमै राम्रो चक्लेट जस्तो सानो गोलो गोलो सानो बट्टामा हुँदो रहेछ। त्यो चाहिँ बच्चाहरूले खाने सम्भावना बढी हुँदो रहेछ निकालेर बाबुआमाले टेबलमा नजिकै राख्दा। त्यो अवस्थामा हामीले कसरी चाहिँ हामीले औषधिहरू चाहिँ अलिक सुरक्षित ठाउँमा बच्चाहरूले नभेट्ने गरी कसरी राख्ने भन्ने किसिमले लेखेको छु। र कोपिलाको प्रयास भनेको चाहिँ यो चाहिँ बालबालिकाहरूलाई चाहिँ कसरी चाहिँ बेचबिखन गरिन्छ अनि यो चाहिँ कोपिला चाहिँ कसरी चाहिँ भागेर बचिन् भन्ने किसिमकोहरू दर्शाउन खोजेको छु। यसमा पनि जस्तो 13वटा कथामा बच्चा बेलादेखि लिएर अहिलेसम्म भोगेको समाजमा देखिएको र यदि यो भाइ बहिनीहरूको हातमा पर्यो पप्पी र पट्टु र उनीहरूले पढ्यो भने यो अहिलेको समाजसँग बाल्यकालदेखि लिएर अहिलेको समाजसँग कसरी हामी बस्ने, कसरी चाहिँ हामीलाई चाहिँ यो अहिलेको विकृति विसङ्गतिहरूबाट जोगिने भन्ने किसिमको एउटा समेटिएर म सन्तुष्ट छु यो पप्पी र पट्टु कथा सङ्ग्रहमा पनि। त्यो सँगसँगै मैले एउटा प्रश्न अझै थप गर्न चाहे, विशेष गरी यही बाल कथा सङ्ग्रहकै सन्दर्भमा। यो बालबालिका अघि पनि हामीले कुरा गर्यौं, संवेदनशील हुन्छन् आफैमा बालबालिकाहरू। हजुर। अनि उनीहरूले ग्रहण गर्ने जुनसुकै विषयवस्तु होस्, ज्ञान होस् या बाहिर देखेका कुराहरू नै किन नहोस्, त्यो संवेदनशीलतालाई एकजना सर्जकले कतिको ध्यान दिनुपर्छ लेखन यात्रा गर्दै गर्दाखेरि। किनभने यदि गलत भाष्यमा अर्थ लगाउन सके यदि त्यो बालबालिकाले भने त फेरि त्यसको गम्भीर असर हामी देख्न सक्छौं र समाजमा नि त्यसले अर्को विकृति पनि ल्याउन सक्छ। त्यस्तो विषयलाई सर्जकले कसरी ध्यान दिनुपर्छ होला? त्यसको लागि चाहिँ हामीले बच्चै भएर लेख्नु पर्यो र उसलाई फेरि अलिकति त्यो घुमाउरो अलिकति साहित्यिक बढी भन्दा पनि सरल भाषामा उसलाई प्रष्टसँग बुझ्ने गरी र त्यो एउटा कुराबाट अरू अर्थ नलाग्ने गरी सिधै तिमी खाना खायौ खाएँ सिधै हिसाबले त्यसलाई अरू गलत अर्थ अथवा त्यो किसिमको उसले भोलि त्यो सोच्ने ठाउँ नराखिकन सिधा हिसाबले उसलाई बुझाउने हिसाबले आफू पनि लेख्दा बालकै भएर अब कसलाई न्याय दिने हो, पीडितलाई हामीले कसरी उठाउने हो र गलत काम गर्नेलाई कसरी फेरि सम्झाएर अगाडि लाने हो। बालकले पनि त दमन गरिरहेको हुन्छ अथवा ठुलाले गरिरहेको हुन्छ, कसरी सचेत गराउने भनेर एकदम धेरै सोच्नु पर्ने हुन्छ। यो ठुलो कथा भन्दा अलिक फरक हुन्छ, बाल साहित्यमा अलिक संवेदनशील हुनुपर्छ। हजुर, अब यो सँगसँगै एउटा अर्को रचना सुनौं। अहिलेको लागि तपाईसँग कुन रचना छ त्यतातर्फ लागौं। अहिले यो विश्वमा मचिरहेको एउटा द्वन्द्व छ, यो द्वन्द्वले हामी सबैलाई अप्ठ्यारोमा पारिरहेको छ हैन। शान्तिको कामना गर्दै मैले लेखेको एउटा कविता हो उन्मुक्ति। अचानक फन्को मार्यो सोचले र हठात सम्झायो आकाश धरतीको गुम्बजमा चिरबिराइरहेका चराहरूको उन्मुक्ति गीत। यो परिवेश, यो गहिराई, यी सैन्य कारबाहीहरू, यी प्रतिरोधहरू, यी वर्षका दासत्व बोधहरू, यी डङ्गुरमा डुबेका बिम्ब प्रतिबिम्बहरू आज किन लुचिरहेछन् यस धरतीका अनमोल आकृतिहरूलाई। गन्तव्य मेटिएर यान्त्रिक भएको छ जीवन, वर्षदेखि भोकको डडेल्लो सल्किएर निरन्तर जलिरहेछ पृथ्वीको मन। पत्र चोइटिएर किन दुखी रहेछ समय, मलाई त संसार हाँसेको हेर्ने रहर छ सुन्न गाउँ बस्तीबाट निस्केका पाइतालाको सुमधुर संगीत र अँध्यारो छिटीबाट गुन्जिएको जीवनको सिम्फोनी हजुर, भर्खरै कविता वाचन गर्नुभयो, फेरि पनि हामी संवादमै फर्किन्छौं। अब थोरै कुरा गरौं तपाईको गीत लेखनको सन्दर्भमा।
सन्दर्भमा कविता लेखन गर्दै गर्दा र गीत लेख्दाखेरि कस्तो फरकपन पाउनु भएको छ र कस्ता गीतहरूलाई बढी प्राथमिकता दिएर लेख्ने गर्नुभएको छ? प्रेमिल गीत, स्वदेश प्रेम या देश प्रेमका भावका गीतहरू लेख्ने गर्नुभएको छ? यसबारे थोरै बताइदिनुहोस् न। अब जीवन त प्रेमिल नै बनाउनु पर्छ, प्रेम बिना त संसार अब टिक्दैन पनि हैन। अब कविता लेख्दा लेख्दै गीत चाहिँ यस्तो भयो हजुरको, कहिलेकाहीँ त्यो जुन कविता भन्दा गीत चाहिँ 1000 गुणा अघि एउटा हावा जत्तिकै छिटो बहने सङ्गीतले हामीलाई तुरुन्तै कति छिटो मनमोहक बनाउँछ, परिस्थिति मन सोचलाई कसरी तरङ्गित बनाउँछ भन्ने त्यो तपाईँ हामी सबैलाई थाहा चाहिन्छ। त्यसकारण पनि गीत पनि केही एक दुईवटा लेख्न पाए हुन्थ्यो जसले एउटा अलिकति राष्ट्रलाई, अलिकति मान्छेहरूको मनलाई अलिकति उठाउन सके हुन्थ्यो भन्ने हिसाबले लेख्ने कोसिस गरेको छु। र अरूको जस्तै हुनुपर्छ भन्ने मेरो छैन, फेरि मेरो चाहिँ आफ्नो तरिका छ। अब सङ्गीत कर्मीहरूलाई गाह्रो होला, तर छुट्टै हुनुपर्छ एउटा गद्यात्मक हिसाबले गीतहरू पनि मान्छेको मनमा पुग्नुपर्छ भन्ने लाग्छ मलाई। सङ्गीत गर्न त गाह्रो होला। जस्तो यो मन र ढुङ्गा भन्ने मैले एउटा गीत लेखेको छु। त्यस पछाडि समयको कुइनेटो भयो, अर्को 8-10वटा लेखेको छु। एउटा जुन मजदुरहरू, श्रमिकहरूले कसरी चाहिँ काम गर्दा गर्दै उनीहरू चाहिँ खोलामा भिर पाखाबाट लडेर कति हाम्रा बाजे बजुहरू बित्नु भयो उहाँहरू, त्यो विषयलाई लिएर पनि लेखेको छु। जम्मा धेरै लेखेको छैन, 7-8वटा लेखेको छु। कोसिस गरेको छु। राष्ट्रिय गीत पनि लेखेको छु। ठिकै छ, कोसिस गर्दैछु, हेरौँ। हजुर, अब समयको पाबन्दीले गर्दा हामी चाहेर पनि यो बसाइलाई धेरै लम्ब्याउन त सक्दैनौँ, तर एउटा रचना सुन्छौँ र त्यसपछि कार्यक्रमलाई बिट मार्छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना छ त्यतातर्फ लागौँ। अब अहिले एउटा गीतै सुनौँ न त हजुर है। हजुर, शीर्षक छ मन र ढुङ्गा। मेरो स्वर चाहिँ छैन, वाचन मात्र गर्छु। हुन्छ। अनायसै भन्यो ढुङ्गालाई मनले, तिमी र म र तिमी साटी हेरौँ। अनायसै भन्यो ढुङ्गालाई मनले, तिमी र म र तिमी साटी हेरौँ। आफूलाई साटी काँचुली फेरि हेरौँ। अनायसै भन्यो ढुङ्गालाई मनले, तिमी सजीव भएर ओठहरूमा कान्ति भर, म पत्थर बनेर दो बाटोमा सजिनेछु। तिमी लोभ मोह स्वार्थमा डुबिहेर, म सहनशीलताको प्रतिमूर्ति बनि रहन्छु। अनायसै भन्यो ढुङ्गालाई मनले, तिमी र म र तिमी साटी हेरौँ। म भित्रको दुःख सुख तिमी बुझ, तिमी टुक्रिएको पीडा म बुझ्नेछु। मान्छेको मन छुन गाह्रो छ कि ढुङ्गा हुन गाह्रो होला, म बुझ्नेछु। अनायसै भन्यो ढुङ्गालाई मनले, तिमी र म र तिमी साटी हेरौँ। हजुर, प्रेमिल गीत भर्खरै आफ्नै स्वरमा वाचन गर्नुभयो। अब हामी संवादलाई टुङ्ग्याउने तर्फ लाग्दैछौँ। यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या प्रसङ्ग, आज जसरी संवाद गर्दैछौँ हामी विभिन्न पाटोमा बाल साहित्यदेखि लिएर कविताको प्रसङ्ग सँगसँगै लौ कथाको बारेमा पनि केही चर्चा परिचर्चा गर्यौँ। तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको जुनसुकै विषय आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय? ठिकै छ, बोलाउनु भयो, एकदमै धन्यवाद। छुटाउनु भएको छैन, मेरा यी 4वटा विषयलाई लिएर हजुरले उठाउनु भएको छ। अब बाँकी के गर्ने विचार छ भन्नुभएको छैन सायद, होइन? अब म बाँकी समय पनि म साहित्यलाई दिनेछु भन्ने लाग्छ मलाई। अब म यो केही समयपछि 6 महिनासम्ममा एउटा कथा सङ्ग्रह निकाल्छु, त्यस पछाडि फेरि म कविता र लघुकथा निकाल्ने सोचमा छु। ठिकै छ, साहित्यिक यात्रा तपाईँको निरन्तर जारी छ। हजुर हजुर, हवस् त। महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। सरलाई र सरको परिवार, यो टिमलाई, रेडियो नेपाललाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु, मलाई यो अवसर दिनुभएकोमा। हवस्, धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार राधा कार्की। हवस् त, आजलाई यति। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सल्लाह र सुझाव हामीलाई sahitysansaar2023@gmail.com मा इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।